हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भ्लग। तो आजको भ्लगमा तपाईँहरूलाई स्वागत छ। देख्न सक्नुहुन्छ आज फेरि हामीहरू आइसकेका छौँ नयाँ भ्लगसित। तो हामीहरू टाइम नगवाएर, टाइम वेस्ट नगरेर हाम्रो भ्लगलाई स्टार्ट गर्दिम यार। के टाइम वेस्ट गर्नु, यो भ्लग माथि टाइम वेस्ट गरेर केही कामै छैन। तो लेट्स गो। तो पहिलो कुरा कि म सिधा लिएर क्यामेरा लिएरै हेरिरहेको छु र क्यामेरा लिएर हेरेर मैले पोइन्ट टु पोइन्ट स्केल चाहिँ कुराहरू गरिरहेको छु तपाईँहरूसँग कि आजको भ्लग बबाल छ। अरूभन्दा अलि डिफ्रेन्ट हुन गइरहेको छ आजको भ्लग। त हेर्न सक्नुहुन्छ मैले आज यहाँबाट हेर्न सक्नुहुन्छ म सपिङ गर्न गएको बजारतिर र हजुर मैले कपाल पनि काटिसकेँ। अस्तिरै हो काटेको। तर यदि तपाईँहरू मेरो च्यानलमाथि 1K सब्सक्राइबर्स पुर्याउनुहुन्छ भने म पुरा कपाल तालु पारिदिन्छु। सक्नुहुन्छ र त्यति दम अडियन्समाथि 1K सब्सक्राइबर्स पुग्यो भने र मेरो Q&A भिडियो आउँछ। कतिमा हेर्नु 10K सब्सक्राइबर्समा म Q&A भिडियो ल्याउँछु। भयो ल ठिक छ, 1K मै आउँछ। ल 1K मा पहिलो आउँछ, 200K मा दोस्रो, अनि 1 मिलियनमा तेस्रो है। भलै भन्छु म 1K मा सायद आउन पनि सक्छ Q&A भिडियो। ल 1K मा म तालु पनि बनाउने, Q&A पनि आउने, त्यो त हुँदैन। मैले मजाक गरिरहेको छु। 10K मा Q&A आउँछ या त्योमा पनि हुन्न, 10K मै आउँछ। ल पक्का पहिलो Q&A ल 10K मा आउँछ। 100K मा मेरो स्टोरी टाइम भिडियो आउँछ। 100K होइन, स्टोरी टाइम भिडियो 1 मिलियनमा आउँछ। र दोस्रो Q&A 100K मा आउँछ र तेस्रो Q&A पनि 1 मिलियनमै आउँछ। तेस्रो Q&A सोच्नुहोस्, 1 मिलियनमा तपाईँलाई दुईवटा भिडियो आउँछ। एउटा स्टोरी टाइम र एउटा के भन्छन् Q&A। र त्योमा पनि तपाईँलाई यदि तपाईँले चाहनुभयो भने
त्यहाँबाट अरू कन्टेन्ट पनि हालौँला नि। या भ्लगिङ नै हाल्ने या फ्यामिली भ्लग हेर्न मन छ तपाईँहरूलाई, कुन चाहिँ भ्लग हेर्न मन छ स्पेसली भन्न सक्नुहुन्छ। सो आजको लागि यति नै। भिडियो राम्रो लागेमा लाइक गरिदिनु होला र चारैतिर सेयर गरिदिनु होला र साथसाथै च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला यदि तपाईँ नयाँ हुनुहुन्छ भने। बेल नोटिफिकेसनलाई अन गरिदिनु होला। बाँकी तपाईँलाई हाम्रो भिडियोको नोटिफिकेसन आइरहेको छ। तपाईँहरू भिडियोमा के कस्तो लाग्यो मेरो भिडियो तपाईँ कमेन्ट गर्नु नबिर्सिनु होला। ओके, बाई बाई, टाटा।